शीर्षक उहाँको उपकारहरू नबिर्सी। फेरि पनि दोहोऱ्याएँ, आजको वचनको शीर्षक उहाँको परमेश्वरको उपकारहरू नबिर्सी। परमेश्वरले गर्नुभएको उपकार, अझै भन्नुपर्दा परमेश्वरको गुणलाई नबिर्सी, परमेश्वरले दिनुभएको बलिदानलाई नबिर्सी, परमेश्वरको त्यो उपकारलाई नबिर्सी। हामी यो उपकार भन्दाखेरि, गुण भन्दाखेरि कस्तो खालको गुण, कस्तो खालको उपकार, उहाँले हामीलाई कस्तो खालको उपकार गर्नुभयो, उहाँले हामीलाई कस्तो खालको गुण लाउनुभयो। विगतका दिनहरूलाई याद गर्नुहोस् प्रियहरू। मुक्ति र उद्धार त छँदैछ क्या। मुक्ति र उद्धार, शान्ति र आनन्द त प्रभु येशूमा हामी पाउँछौँ नै। तर मुख्य कुरा चाहिँ शान्ति, आनन्द र मुक्ति र उद्धार, त्यो कुरा त, मुक्ति र उद्धार त यो जीवन, यो भौतिक जीवन सकिएपछि, यो भौतिक जीवनको बाइपछि, भौतिक जीवनको अथवा यो शारीरिक जीवनको विदाई पछिको कुरा हो मुक्ति र उद्धार। अहिले तपाईँहरू प्राय जवानहरू हुनुहुन्छ, तपाईँहरूलाई अहिले नै मृत्युको कुरा प्रचार गरेर त्यति साह्रै अनि सान्दर्भिक नहुन सक्छ, किनभने अहिले भर्खर जल्दो बुल्दो छ र जवान अवस्थामा मान्छेलाई यस्तो लाग्न सक्छ, म पनि मर्छु र, म पनि मर्न सक्छु र, म कसरी मर्छु, म मर्नै सक्दिनँ भन्ने टाइपको जोस हुन्छ क्या जवानमा। त्यही भएर मृत्युको कुरा, मृत्यु पछिको कुराहरू भन्दै गर्दा यहाँ गरेर जवानहरू झ्याउ मान्छन्। तर मृत्यु पछिको कुरा प्राय कोलाई अलिकति गम्भीर साथ हुन्छ भनेदेखि जो एकदम वृद्ध छ, एकदम बुढेसकालमा छ, पाको छ, अब मेरो धेरै दिन छैन, या कोही बिरामी छ, बिल्कुल नै अति नै अन्तिम अवस्थामा छ भने त्यति बेला मृत्युको कुरालाई, मृत्यु पछिको जीवनका कुरालाई भन्दाखेरि अलिकति भावुक हुन सक्ला। तर धेरै जसो जवानलाई ओ मरेपछि स्वर्ग पुगिन्छ, स्वर्गमा यस्तो खालको बाटो छ, सुनको बाटो छ, स्वर्गमा 12वटा चाहिँ नि हिरामतीको ढोका छ, स्वर्गमा यस्तो यस्तो घरहरू छ भन्दाखेरि कसले देखेछ स्वर्ग, तपाईँ गएर आउनु भएको भन्ने प्रकारको डायलग फर्किन सक्छ, किनभने जवान हो। जवानलाई आफूलाई कस्तो लाग्छ जवानहरूलाई भनेदेखि म कहाँ मर्छु, मैले अझै गर्नु छ, अझै कमाउनु छ, अझै जिउनु छ, अझै जीवन देख्नु छ भन्न थाल्छ। त्यस कारणले मैले अहिले उहाँको उपकारलाई नबिर्सी भन्दै गर्दा आत्मिकको साथसाथमा भौतिक कुराहरू पनि जाउँ। मैले जहिले पनि एउटा कुरामा जोड दिने गरेको छु, तपाईँ प्रभुमा आउनुभन्दा पहिले, तपाईँ प्रभु येशूलाई विश्वास गर्नुभन्दा पहिले तपाईँ कस्तो हुनुहुन्थ्यो र अहिले तपाईँ कस्तो हुनुभएको छ, ती उपकारहरूलाई भौतिक रूपमा पनि मूल्याङ्कन गर्न सिकौँ। मैले जहिले पनि एउटा ग्रुप, म त्यही ग्रुपबाट आएको कारणले भन्दैछु, म बिल्कुल नै एउटा इथेनिक ग्रुपबाट आउँछु, तामाङ ग्रुपबाट आउँछु होइन तपाईँ हामी प्राय चाहिँ। अनि तामाङ ग्रुपमा आउँदै गर्दा पहिले तामाङहरूको संस्कारहरू, तामाङहरूको विचारहरू यस्तो प्रकारको थियो, अनि त्यो विचारमा जहिले पनि त्यही विचारमा खानपानको कुराहरूमा, अनि पिउने कुराहरूमा, अन्य थुप्रै कुराहरूमा अलि जनचेतनाको कमी थियो। त्यस कारणले शिक्षा दीक्षाको कुराहरूमा इभन हाम्रो पालासम्म चाहिँ छोरी मान्छेलाई किन पढाउनु पर्यो भनेर हामी थुप्रो परिवार थियो, अथवा बच्चाहरू लगभग 7वटा दाजुबहिनी थियौँ, 3वटा हामी दाजुभाइ थियौँ, 4वटा बहिनीहरू थिए। बहिनीहरूलाई स्कुलमा पठाइदिने थियो क्या, किनभनेदेखि किन पढाउनु पर्यो छोरीहरूलाई, छोरीहरूलाई पढाएर के हुन्छ र भन्ने खालको चेतना थियो नि त। तर कालान्तरमा आएर अहिले चेतना यति डेभलप भएको छ, बरु छोराहरूलाई त बरु बाउको केही जे जथा पाउँछन्, अंश पाउँछन्, छोरीहरूले केही पाउँदैन। छोरीहरूलाई झन् पढाउनु पर्छ, छोरीहरूको त शिक्षा दीक्षा नै अंश नै शिक्षा दीक्षा हो, यिनीहरूलाई त झन् बढी पढाउनु पर्छ, यिनीहरू आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना डेभलप भयो नि त अहिले। त्यो पनि एउटा उपकार हो। अनि यी सबै उपकारहरूलाई हामीले सम्झिराख्नुपर्छ। त्यो एउटा शिक्षा सम्बन्धी हाम्रो समाजमा आएको चेतना है। अनि त्यो चेतना चाहिँ म डेफिनेटली सुसमाचारबाट आएको, डेफिनेटली परमेश्वरको सङ्गतिबाट आएको। यो भन्दै गर्दाखेरि कतिजनाले, मैले एकजना एकदम विद्वान अनि सरले भनेको मैले सुने कि हाम्रो बच्चाहरू प्राय चर्चमा सङ्गतिमा गएको कारणले बिग्रियो भने, म त्यो कुरामा पुरा खण्डन गरेँ क्या। मैले हुनै सक्दैन, त्यो राम्रो सर हुनुहुन्छ। अनि किन त्यो भने हाम्रो उहाँ फेरि हाम्रै बिचको सर, हाम्रै अनि एउटा शिक्षामा अलि राम्रो उच्च स्थान हासिल गरेको तामाङ सर नै हुनुहुन्छ। अनि त्यस्तो भने अरे कसरी चर्चमा गएर सङ्गतिमा गएर बच्चा बिग्रियो अथवा पढाइमा बिग्रियो,
यदि कुनैले भन्छ भने म त्यो कुराप्रति सहमत छुइनँ, बिल्कुल छुइनँ। म कहिले पनि सङ्गति गएर चर्चमा गएर बच्चाको पढाइ बिग्रिँदैन, झन् सप्रिन्छ। किनभने ज्ञान बुद्धि र समझशक्ति परमेश्वरबाट आउँछ क्या। पर सङ्गति नगएर बिग्रिन सक्छ। सङ्गतिको समयमा बाहिर बाहिर गइरहेछ, सङ्गतिको प्रभुको सामने जानुभन्दा संसारतिर गइरहेछ, कुलतमा फसिरहेछ। जब कुलत र संसारमा फसेपछि बडो पढाइ बिग्रिन्छ, मान्छेको क्यारेक्टर बिग्रिन्छ, मान्छे नै बिग्रिन्छ। धेरै बच्चाहरूको त्यही भएको छ अहिले। सङ्गति प्राय एकदम इमान्दारसँग आत्मिक रूपमा सङ्गतिमा जाने बच्चाहरू प्राय कुलतमा फस्दैन, अथवा अलागु औषधमा फस्दैन, अथवा नराम्रो सङ्गतमा फस्दैन। तर कस्ता बच्चाहरू बढी फस्दो रहेछन् भनेदेखि जो पढाइ 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 त भने छन्, तर सङ्गतिभन्दा नि बढी सेकुलर 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 संसारतिर बढी ध्यान दिन्छन्। यस्ता बच्चाहरूले पछि गएर धन पनि कमाउँछ, शिक्षा पनि राम्रो छ, तर प्रभुसँगको सङ्गति, प्रभुसँगको सम्बन्ध राम्रो नभएको कारणले गर्दा कालान्तरमा गएर उनीहरू बिग्रेको छ क्या। यो रेकर्डले बताउँछ। त्यसैले कहिले पनि प्रभुसँगको सङ्गत गर्दा, प्रभुको सङ्गतिमा जाँदा, परमेश्वरको आराधनामा सहभागी हुँदा कहिले पनि कुनै पनि हालतमा केही पनि बिग्रिँदैन। न पढाइ बिग्रिन्छ, न मान्छे बिग्रिन्छ, न क्यारेक्टर बिग्रिन्छ, केही पनि बिग्रिँदैन। अनि एउटा स्कलरले यसरी भनेको थियो, प्राय चाहिँ छ नि, सुन सुन सुन, जुन दिदीबहिनीहरू एकदम धार्मिक स्वभावको दिदीबहिनी छ, जो एकदम नै धार्मिक र आत्मिक सोच, यो 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 बाइबलले भनेको होइन है, एकदम पढे लेखेको विद्वान स्कलरले भनेको कुरा, धार्मिक स्वभावको स्त्रीहरू, धार्मिक स्वभावको दिदीबहिनीहरू, सोच भएको, कुनै पनि धर्म कर्म होस् बरु धार्मिक स्वभावको कन्सेप्ट र सोच भएको दिदीबहिनीहरूले चाहिँ घर सपार्छ नरे। अनि प्राय चाहिँ उनीहरूको क्यारेक्टर चाहिँ सफा हुन्छ अरे। क्यारेक्टर, यु नो द्याट, कहिले पनि क्यारेक्टर र घर सपार्ने कुरोहरू धार्मिकताबाट आउँछ क्या त, बुझ्नुभयो? तर लाइफ इज जस्ट इन्जोय, इन्जोय इट। संसारमा के छ, अझै बाँच्नु कति छ, के छ, भोलि कसले देखाएको छ, हामी रमाइलो गरौँ घमाइलो गरौँ भन्ने टाइपको सोच चाहिँ संसारबाट आउँछ। तर परमेश्वरको वचनबाट के आउँछ, भलै कसैले नदेखे पनि परमेश्वरले देख्नुहुन्छ। हामी परमेश्वरको सन्तान हौँ, हामी परमेश्वरका ज्योतिहरू हौँ, हामीलाई देख्छ भन्ने प्रकारले धार्मिकता र सत्यतामा जिउने व्यक्तिहरूले त्यो सोचमा अगाडि बढिरहन्छ। त्यसैले बायोलोजिकलले पनि स्पिरिचुअलले पनि परमेश्वरको वचनले हामीलाई सही गाइडलाइन दिन्छ। त्यसैले उहाँको उपकारहरूलाई नबिर्सी। पहिले मैले भने हाम्रो यदि अहिले म अलिकति वर्गीय सोचमा गएँ, जति पनि तपाईँलाई थाहा छ क्रिस्चियनिटीमा अथवा चर्चमा जानेहरू सबै बिस्तारै सभ्यतातिर गइरहेछ। इभन बढी आशिष भएर आफै चाहिँ नि घमण्डी भएर आफै के अरे रुपियाँ पैसामा आशिष भयो, शिक्षामा आशिष भयो, अलिकति हुने खाने भएर अलिकति मै हुँ भन्ने टाइपले जानु अलग कुरा हो। तर प्रभुको राज्य र धार्मिकतामा आएर परमेश्वरले सबै कुरा थपिएर दिनुभएको धेरै साक्षीहरू छन्। मैले त म तामाङ भएको कारणले मेरो आफ्नै निम्ति मेरै एउटा साक्षी दिनुपर्दा मैले आफ्नै आँखाले देखेको हाम्रो कञ्चनपुर पुनर्वासमा प्राय 90% भन्दा बढी तामाङ सम्प्रदाय अथवा तामाङहरू चाहिँ क्रिस्चियनिटीमा छन्, सङ्गतिमा जान्छन्, चर्चमा जान्छन्। अनि त्यहाँको चाहिँ नि सबै वातावरण पहिलेको भन्दा अहिले भयङ्कर आशिषित छ। रुपियाँ पैसामा आशिषित छ, सुविधामा आशिषित छ, स्रोत साधनमा आशिषित छ, बुझ्दै हुनुहुन्छ? अझ शिक्षामा पनि आशिषित छ। अब यो सबै कुरा पाइसकेपछि बरु सबै कुरातिर फेरि त्यहाँ अड्केर बसेको छ क्या, धार्मिकतालाई बिर्सिरहेछ। त्यो चाहिँ फेरि दुर्भाग्यको कुरा हो। पहिले धार्मिकताको खोजी गरे, परमेश्वरको राज्यको खोजी गर्दाखेरि आशिष भयो, तर सबै कुरा पाइसकेपछि अब धार्मिकता र परमेश्वरको राज्यलाई बिर्सिन थालेछ क्या। बरु बुझ्दै हुनुहुन्छ? हामी सानो हुँदाखेरि पहिले खानालाई बडो धौधौ हुन्थ्यो। चामलको भात भन्छ नि, भात, चामलको भात खानको लागि चाडपर्व कुर्नु पर्थ्यो त्यो समयमा, किनभने खाने तरिका थाहा थिएन, कसरी खेती गर्ने थाहा थिएन, जग्गा टनाटन हुन्थ्यो, तर खेती गर्ने आइडिया थिएन त। त्यसैले खाना पनि धौधौ। अनि फेरि चाहिँ नि पुनर्वासी भएर जङ्गलमा सारेको अवस्था थियो, गाउँ पहाडबाट गाउँ उता सरेका, अनि खाना पनि छैन, लाउनु पनि छैन। मलाई अहिले पनि थाहा छ, लगभग
कति 2-3 कक्षा पढ्दासम्म होला सायद यो एउटा कछाट लाएर जान्थेँ म, न ड्रेस न के, ठुलो एउटा भेस्ट घमलङ्ग खालको भेस्ट बुवाले ठुलो अनि कपडा किनिदिनु भएको थियो। वर्षमा एउटा कपडा किन्नु त धन्य धन्य, त्यस्तो प्रकारको जीवन थियो त। अहिले छ त्यहाँको बच्चा त्यस्तो। अनि त्यसपछि ओहो एबिसी पढ्नलाई 4 कक्षा कुर्नु पर्थ्यो, 4 कक्षादेखि मात्र ABC पढ्नु, इङ्ग्लिस पढ्नु पाउँथ्यो, त्यस्तो प्रकारको। त बिस्तारो बिस्तारो के हो, त्यहाँ परमेश्वरको सुसमाचार आयो, परमेश्वरको राज्य र धार्मिकताका कुराहरू आए। अनि त्यसपछि केही नजान्नेहरूले पनि बाइबल बोक्न थाले। बुझ्दै हुनुहुन्छ? पढ्नुपर्छ भन्ने कुरा आयो, प्रौढ शिक्षाहरू आयो। के को लागि? परमेश्वरको वचन भए पनि पढ्नुपर्छ भन्ने के शिक्षाको ज्योति आयो त्यहाँ। त्यसपछि आइडिया आयो, विभिन्न देश विदेशका मान्छेहरू जोडेर ओहो खेती यसरी गर्नुपर्छ उसरी गर्नुपर्छ भनेर सुसमाचार सहित आइडिया पनि आयो नि त। किनभने चर्च जहिले पनि परमेश्वरको वचन मात्र होइन नि त, कहिले भोकेसनल ट्रेनिङहरू दिन्छन् होइन। भोकेसनल ट्रेनिङहरू भनेको खेती सम्बन्धी ट्रेनिङ, या कहिले सिलाइ बुनाइ सम्बन्धी ट्रेनिङ, कहिले जनचेतनामूलक स्वास्थ्य सम्बन्धी ट्रेनिङ दिन्छ नि त। हो मान्छेहरू जनचेतनाहरू बढ्दै बढ्दै गयो। अनि बिस्तारै ओहो चेलीबेटीलाई झन् बढी पढाउनु पर्छ यो त्यो भन्ने किसिमका प्रोग्रामहरूले मान्छेहरू बिस्तारै शिक्षित भएर बढ्न थाले। अनि परमेश्वरले ती मेहनतहरूमा आशिष दिन थाले। अनि अहिले धेरै आशिषित भएको छ त्यहाँ। अनि त्यति बेलाको प्रार्थना पनि यस्तो पावरफुल प्रार्थना थियो, यस्तो एकता र प्रेम थियो, किनभने त्यति बेला साँच्चै नै हृदयको अन्तस्करणदेखि परमेश्वरको राज्य र धार्मिकताको खोजी गरिन्थ्यो। तर अहिले अब सबै कुरा पायो, अब सबै कुरा पाएपछि परमेश्वरतिर पिठ फर्काइदियो अनि धार्मिकता र ईश्वरको राज्यभन्दा सबै थोकको पछि बढी कुद्न थाले। मेरो प्रियहरू, सबै कुरा तपाईँको हातमा आउला, अहिले जवान छ, सबै कुरा हातमा आउला, तर मुख्य पावर बुस्ट नै तपाईँले छुटायो भने क्या गर्ने? जबसम्म चाहिँ हामी पावरफुल अथवा पावरसँग कनेक्ट हुँदैन, यो अहिले लाइट बलिरहेको छ होइन, यो जुन छ नि यो 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 ज्योति, यो जो चिम छ, जो तारहरू छ, त्यो तबसम्म चाहिँ नि यसले ज्योति दिँदैन जब यो चाहिँ ट्रान्समिटर अथवा त्यो पावर बुस्टसँग यसको कनेक्ट हुँदैन। चाहे तपाईँले जति बटन थिच्नु न, अनि त्यहाँनिर लाइन जानु, लाइन गयो भन्छौँ नि हामी, यहाँ जति बटन थिच्नु, जति झिलिमिली पार्नु, तर पावरसँग कनेक्ट भएन भने कहाँ ज्योति आउँछ? हामी यस्तै भौतिक कुराहरूमा अल्झेर बस्छौँ, पावरसँग चाहिँ हामी कनेक्टलाई डिस्कनेक्ट गरिदिन्छौँ। अहिलेको अवस्था त्यो छ। त्यही भएर उहाँको उपकारलाई नबिर्सी, उहाँले हामीलाई कति धेरै उपकार गर्नुभएको छ। म त भयङ्कर तपाईँहरूलाई त त्यो महसुस हुन्न होला अहिलेको जेनेरेसनलाई, तर मभन्दा अझै पुरानो जेनेरेसन, मसम्मको जेनेरेसनलाई त भयङ्कर थाहा छ कि अझै पनि मैले अस्ति पनि भनेको थिएँ, त्यो अभाव र चुनौतीबाट आएको कारणले गर्दा नि कहिले कहिले मेरो वाइफले भन्नुहुन्छ कि तपाईँ आफ्नो लागि खर्च गर्न किन हात काम्नुहुन्छ भन्छ। म आफ्नो लागि खर्च गर्न साँच्चै नै 150 खर्च गर्न पनि एकदम हिसाब गरेर नै 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 नगरौँ, 5-10 रुपियाँको लागि चाहिँ नि त्यो के अरे पसलमा डिस्कस गरिरहेको हुन्छु क्या, घटाउन कोसिस गरिरहेको हुन्छु, किनभने मलाई पैसाको भ्यालु थाहा छ क्या त। किन म त्यो किसिमको सङ्घर्षबाट आएको। यो गुरुबा अथवा यो मेरो बच्चाले भने पापा के हो बेकार बेइज्जत गरिरहेको, 100 रुपियाँको लागि उहाँ जतिको लेभलले 100 रुपियाँको लागि यहाँ डिस्कस गरिरहेछ। मलाई थाहा छ नि त 100 रुपियाँको किमत। बुझ्दै हुनुहुन्छ? त्यो किसिमको अभाव र चुनौतीबाट आएको कारणले अलिकति बुढापाका मान्छे, अलिकति दुःख भोगेको मान्छे जति नै हुने खाने भए पनि 150 को लागि पनि एकदमै सोचेर खर्च गर्दा रहेछन्। त्यो मैले छन् र पनि खर्च गर्नलाई होसियार, किनभने यो आशिष चाहिँ नि गनी गनी हामीले प्रभुलाई धन्यवाद दिन पर्छ। आमेन। उहाँको उपकारलाई नबिर्सनु नानी बाबुहरू। तपाईँहरू त एकदम आशिषित जेनेरेसन हो। तपाईँहरू चाहिँ एकदम नै कति पनि दुःख नपाएर स्वाट्ट आशिषमा एकैचोटि स्वाट्टै आशिषको चाहिँ नि झरीमा अथवा त्यो प्लेटफर्ममा राखिदिनु भएको जेनेरेसन हो। उहाँलाई धन्यवाद दिनु जहिले पनि। धन्यवाद प्रभु, मलाई यति आशिषमा राख्नुभयो। धन्यवाद प्रभु, मलाई यस्तो जीवन दिनुभयो। धन्यवाद प्रभु, मलाई यो आशिष दिएर यहाँनिर लाँदै हुनुहुन्छ। हर पल उहाँको उपकारलाई सम्झिरहने, उहाँलाई धन्यवाद दिइरहने जीवन हाम्रो भयो भने जति हामी धन्यवादी हुन्छौँ त्यति प्रभुले हामीलाई आशिष थप दिनुहुन्छ।
जहिले पनि सानोतिनो कुरा भने गनगन गनगन गर्ने, जहिले पनि के कुरा बनेन भने गनगन रुन्चे हुन्छ नि, एउटा रुन्चे गनगने गुनासे टाइपको हुन्छ कोही। अनि यस्ता गनगने चाहे घरमा होस्, चाहे प्रभुमा होस्, चाहे समाजमा होस्, गनगने र गुनासेलाई परमेश्वर या मानिस कसैले पनि मन पराउँदैनन्। यदि मेरो छोराछोरीमा यदि मैले के कुरा दिन्छु भने धन्यवाद पापा भन्यो भने मलाई अर्कोचोटि दिनु मन लाग्छ। मलाई त यस्तो उसलाई त यस्तो, तँलाई भने त्यसलाई पनि खोसिन्छ झन्। तँलाई गनगने धन्यवादी नभएको, उपकारलाई केही छैन, जान्नु छैन, बुझ्नु छैन भन्ने प्रकारले हामीले भने जस्तै हाम्रो बाबा हुनुहुन्छ परमेश्वर। त्यही भएर हरेक कुराहरूमा तपाईँहरू धन्यवादी हुनुहोस्। अझ म त यो भन्छु, यदि तपाईँ चाहिँ युके जाँदै हुनुहुन्छ, अमेरिका जाँदै हुनुहुन्छ, अस्ट्रेलिया जाँदै हुनुहुन्छ, डेनमार्क जाँदै हुनुहुन्छ, कोरिया जाँदै हुनुहुन्छ, जापान जाँदै हुनुहुन्छ, या कुनै पनि देशमा खाडी मुलुकमा जहाँ पनि जाँदै हुनुहुन्छ, जुन ठाउँमा जाँदै हुनुहुन्छ, जहाँ तपाईँले जुन ठाउँ पाउनु भएको छ, धन्यवाद धन्यवाद, उहाँको उपकारलाई धन्यवाद। तपाईँको कारणले म यहाँ छु। यो कहिले नभन्नु कि मेरो मेहनतले, मैले पढेको भएर, मेरो परिश्रमले म यहाँ छु। यु क्यान्ट से द्याट। तपाईँले त्यो भन्नुभयो भने लु त तैँले गर्दा, लु तेरो कारणले रहेछन् भने परमेश्वरले आफ्नो आशीर्वादको हात यसरी हटाइदिनु भयो भने बुङ्गै तपाईँ के हुन्छ, बुङ्गै भुइँमा खस्नुहुन्छ। त्यसपछि फेरि गुहार प्रभु फेरि पुकार्ने। अनि हाम्रो परमेश्वर कति अनुग्रही हुनुहुन्छ। जति गल्ती गरे पनि हाम्रो परमेश्वरले हामीलाई के गर्नुहुन्छ थाहा छ, उठाइराख्नुहुन्छ। म पढ्न चाहन्छु भजन सङ्ग्रह 103, भजन सङ्ग्रह 103 एक पददेखि ध्यान दिएर सुन्नु होला। भजन सङ्ग्रह 103 एक पददेखि सुन्नुहोस्। हे मेरो आत्मा परमप्रभुलाई धन्यको भन र ममा भएका जो जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनुन्। हे मेरो आत्मा परमप्रभुलाई धन्य भन र उहाँको सबै उपकारहरू नबिर्सी, जसले तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ, जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ, जसले तेरा जीवनलाई सर्वनाशबाट मुक्त गर्नुहुन्छ, जसले तँलाई करुणा र कोमल कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले तेरा मुखलाई उत्तम कुराले तृप्त गराइदिनुहुन्छ, यसैले कि तेरो जवानी गरुडको जस्तो नयाँ भइहालोस्। आमेन। हे मेरो आत्मा, हे मेरो प्राण, आफैले भन क्या यसरी। म त तपाईँलाई भने, मैले यदि बेदुले भने, हे बेदु तेरो आत्मा, हे मेरो आत्मा, हे मेरो प्राण परमप्रभुलाई धन्य भन। कहिले कहिले हामीले आफ्नो आत्मालाई, प्राणलाई पनि धन्यवाद दिन सिकाउनु पर्छ। सोच्नुपर्छ एकान्त म कस्तो थिएँ, कुन तरिकाको थिएँ, तर परमेश्वरले मलाई के दिनुभएको छ, धन्य भन। ए भन तैँले, ए आत्मा, ए प्राण, तैँले धन्य भन परमेश्वरलाई। किनभने त कस्तो पापी, त कस्तो खत्तम खालको थिइस्, परमेश्वरले तँलाई यहाँसम्म ल्याउनु भयो। तेरो अधर्महरू परमेश्वरले क्षमा गरिदिनु भयो। त बिरामी थिइस्, तँलाई निको पारिदिनु भयो। तँलाई बन्धनबाट छुटकारा दिनुभयो। कोही त नसाको बन्धनमा छ, कोही किसिमका विभिन्न किसिमका रोगको बन्धनमा छ, सबै बन्धनबाट निको छुटकारा दिनुभयो। धन्य भन। यदि कोही चङ्गाई पाएर प्रभुमा आउनु भएको छ भने धन्यवाद दिनुहोस्। म लाइभबाट बोल्दैछु, कतिजना चङ्गाई भएर परमेश्वरको चरणमा आउनु भएकोहरू हुनुहुन्छ, तर चङ्गाई भयो, निको भयो, फेरि गएर संसारको दलदलमा गयो। तपाईँले परमेश्वरलाई, उहाँको उपकारलाई बिर्सिनु भएको होइन त? फेरि परमेश्वरले दलदलबाट, त्यो कुलत र लागु औषधको बन्धनबाट छुटकारा गरेर ल्याउनु भयो। अलिकति सत्य भएपछि फेरि चाहिँ नि दलदलमा गयो। कहिलेसम्म प्रभुले अनुग्रह गर्ने? कहिलेसम्म? कहाँसम्म? कतिसम्म? उहाँको उपकारलाई खोइ त हामीले सम्झेको? धन्यवाद दिउँ न, उहाँलाई सम्झिराखौँ। हामीलाई कति आशिष दिनुभएको छ। म त यो भन्दै म आफ्नो जीवनबाट पनि त्यो प्रमाणित गर्न खोजिराखेको। सबभन्दा धन्यवादी दिनुपर्ने वर्ग र जाति भनेको चाहिँ, म त साँच्चै भन्नुपर्दा तामाङ जाति नै हो, त्यसपछि दलित जाति हो। अनि ठोकेर भन्छु, म धेरै आशिष दिनुभएको छ परमेश्वरले। साँच्चै यो भन्दै गर्दा कतिपय तामाङ साथीहरू रिसाउला मसँग, तर तपाईँहरू त अलिकति हुने खानेको ब्याकग्राउन्डबाट आएको कारणले म त हामी त पहिले नै राम्रो थियौँ, पहिले नै सही थियौँ भने जस्तो लाग्ला। तर कतिपय ब्याकग्राउन्ड छन् जुन चाहिँ घरबार केही नभएका, भारी बोकेर दाउरा बेचेर जीवन जिउनेहरू, तर प्रभुको वचनमा जब आयो, वरिष्ठ भएर
हुने खाने भएर माथिल्लो लेभलमा पुगेकाहरू छ नि त, धन्यवादी दिनु पर्यो नि। आशिषित भएपछि परमेश्वरलाई महिमा दिन सिक्नु पर्यो। अनि दलित वर्गका साथीहरू पनि परमेश्वरले यो पोजिसन दिनुभएको छ, सबै कुरामा सम्मान र इज्जत दिनुभएको छ, सबै। किनभने मण्डलीमा मात्रै त्यो वातावरण छ, परमेश्वरको राज्यमा मात्रै समानताको वातावरण छ, एकरूपताको वातावरण छ। तर त्यो आशिष र त्यो वर्चस्व गएर फेरि फुर्ती छ, फेरि त्यो उपकारलाई म त मेरै बलबुतामा उठेको, जहिले पनि दिनहरूलाई परमेश्वरले यो गर्नुभयो, परमेश्वरले यस्तो गर्नुभयो, मैले यस्तो गरेँ उस्तो गरेँ, खालि म म म म म म खालि म। तपाईँले मात्रै गरे, कसैले गवाइदिन्छ क्या म यसरी थिएँ, यसरी प्रार्थना गर्दै थिएँ, अनि परमेश्वरले मलाई यस्तो गर्नुभयो, मैले यस्तो गरेँ, यसरी उठेँ, उसरी गरेँ, उसरी मैले गरेँ, मैले म म म म म सब म जोडिन्छ। तर त्यो बेला अझ म उपकारको कुरामा आउँदैछु। परमेश्वरले त धन्यवाद दिनुपर्छ नै, तर तपाईँको जीवनमा तपाईँ रुने बेला, तपाईँसँग उभिदिने कोही मान्छे छ भने त्यसलाई पनि धन्यवाद दिनुहोस्। तपाईँ भोकाको बेला तपाईँ एक छाक खाना कसैले दिएको छ भने त्यो व्यक्तिलाई पनि धन्यवाद दिनुहोस्। तपाईँ अप्ठ्यारोमा हुँदाखेरि सहारा बनेको कोही छ भने धन्यवाद दिनुहोस्। तर कहाँ भनेर झन् उनीहरूसँग जोरी खोज्ने होइन। हामी परमेश्वरसित पनि धन्यवाद दिनुपर्छ, उहाँको उपकारलाई बिर्सिनुहुन्न, र कसैले पनि हामीलाई उपकार गर्यो, गुण गर्यो भने त्यो पनि बिर्सिनुहुन्न। यो कुरा याद गर्नु। मानिस जातिको नराम्रो स्वभाव भनेको चाहिँ कुनै पनि उपकार बिर्सिहाल्ने, अर्काले लाएको गुण बिर्सिहाल्ने, अनि आफूले छुस्स गरे भने घोषणा गरिराख्ने, मैले यो गरेँ, तो गरेँ, हो गरेँ दिन थाल्ने। अनि यो बानी, अनि आफूलाई पर्दाखेरि चाहिँ भयङ्कर परेको जस्तो, अरूलाई परेको चाहिँ टेर पुछर पनि नलाउने। त्यही भएर मैले एउटा उक्ति भनेको छु, यदि तपाईँ बिरामी हुँदा, तपाईँ अप्ठ्यारो र समस्यामा हुँदा कोही तपाईँको दुःख र समस्यामा खडा होस् भन्ने चाहनुहुन्छ भने तपाईँले पनि कोही बिरामी हुँदाखेरि हस्पिटलमा जान सिक्नुहोस्, कोही समस्यामा हुँदा खडा हुन सिक्नुहोस्, अर्काको पीडामा सहभागी हुन सिक्नुहोस्। अनि अर्काको समस्या र पीडा र दुःख म चाहिँ तपाईँ कहिले पनि सहभागी नहुने, अनि तपाईँ दुःख हुँदा बिरामी हुँदा कोही आओस् भन्ने आशा गर्ने। जे रोप्यो त्यही फिर्ता हुने हो, जे छर्यो त्यही हो। हामीले कटनी गर्ने भनेको आफ्नो लगानी के गर्यौँ हामीले। कोही कोही चर्चमा नि गुनासो गर्छ, म बिरामी भएँ, मलाई कोही भेट्न आएन, मलाई यस्तो गरेन, कसैले मेरो लागि प्रार्थना गरेन। तपाईँले प्रार्थना गर्नुभएको थियो कसैको लागि? यदि तपाईँले गर्नुभएको छ भने प्रार्थनाको बदला प्रार्थना आउँछ, डेफिनेटली आउँछ, तपाईँले भन्नै पर्दैन। यदि तपाईँले केही सहयोग अथवा केही लगानी गर्नुभएको छ भने त्यो लगानीको बदला लगानी आउँछ, भलाइको बदला भलाइ नै आउँछ। तर म आज यो उपकारको विषयमा मलाई यो प्रेरणा भयो। म यो प्रेरणा यस अर्थमा कि हामीलाई परमेश्वरले यति धेरै मानिसहरू दिनुभएको छ, यति धेरै आशिषहरू दिनुभएको छ, खोइ त उहाँको उपकारलाई हामीले सम्झेको बिर्सी पठाउँछौँ अनि एउटा कुनातिर जान्छौँ। मैले यस्ताहरूलाई म डाइरेक्ट तपाईँहरू सबैलाई पनि अरूलाई पनि हामी यहाँबाट प्रार्थना गर्छौँ। नानी बाबुहरू तपाईँहरूले जहिले पनि भन्छ, मैले येशूलाई जहिले पनि ढुकढुकीमा लिएर जानु भनेको छु। तपाईँ कुनै पनि कुनामा जाँदा येशूलाई ढुकढुकी बनाऊ भनेको छु। विदेश जानु जहाँ जानुहोस्, येशूलाई ढुकढुकी बनाउने व्यक्ति मात्रै शिर हुन्छ। या सप्तक पायो भने सप्तकतिर लोडी बुढी खेल्नुहोस्। तपाईँको जीवन कुन बेला उहाँले स्वाट टेक्ने जमिन तानिदिनुहुन्छ, भोङ्लोङै खाल्डोमा पर्नुहुन्छ, अनि यति बेला गुहार 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 फेरि गुहार, प्रभुतिरै हार गुहार माग्नु हुँदैन। अहिले अमेरिकाको अवस्था कस्तो छ, अहिले युकेको, अहिले विभिन्न ठाउँहरूको अवस्थाहरू किन त्यो भइरहेछ? पवित्रता र धार्मिकताको बाटो, सत्यताको बाटो जहिले पनि साँगुरो हुन्छ। मैले गएको हप्तामा भनेको थिएँ, साँगुरो बाटो हिँड्ने मान्छेलाई कसैले जस दिँदैन। सत्यता र धार्मिकताको बाटो साँगुरो हुन्छ है, तर साँगुरो बाटोको अन्त गन्तव्य चाहिँ जीवनको खर्क हुन्छ, हरियो खर्क हुन्छ, जीवन हुन्छ। तर फराकिलो बाटो, भयङ्कर फराकिलो छ, आफ्नो मर्जीको, आफ्नो खुसीको बाटो, आफ्नो दुनियाँ मेरो इन्जोय गर भन्ने बाटो फराकिलो हुन्छ। तर त्यसको गन्तव्य चाहिँ के हो? खाल्टो हुन्छ, मृत्यु हुन्छ, नरक हुन्छ। त्यसैले हामी साँगुरो सत्यता र धार्मिकताको बाटो जाउँ, हामी गन्तव्यमा पुगौँ। ठिक छ, अहिले चाहिँ नि बाटोमा ठेस लाग्ला, चिप्लेर लड्ला, फेरि पनि उठेर अगाडि बढौँ। तर अहिले कहाँको बाटो हामी हिँड्दैछौँ? हामी कुन बाटो अपनाएका छौँ?
जब हामी धन्यवाद दिन्छौँ, धन्यवादको बदला परमेश्वरले डेफिनेटली हामीलाई आशिषले फिर्ता गरिदिनु, आशिषले हामीलाई परिपूर्ण गरिदिनुहुन्छ। तर उहाँको उपकारलाई हामीले के बिर्सेको होइन भने किन प्रभुमा हामी जोसिला छैनौँ, प्रभुमा हामी किन धन्यवादी छैनौँ? अहिले हामीले प्रभु भोजमा हामी सहभागी भयौँ। म प्रभु भोजको चित्रण गर्दै गर्दा मैले कहिले कहिले चाहिँ नि म एकदम इमेजिनेसन पनि गर्ने मान्छे हुँ। म एकदम आँखा बन्द गरेपछि प्रभु भोज लिँदै गर्दा म आँखा बन्द गर्दाखेरि उहाँको शरीरको चित्रण अथवा कल्पना गर्छु क्या त। उहाँको हातमा ड्याङ ड्याङ ठोकेको काँटीलाई स्मरण गर्दाखेरि तपाईँले आफ्नो हातमै काँटी ठोकेको जस्तो अनुभव गर्नुहोस् त, कस्तो हुन्छ? उहाँलाई कोर्राले चाहिँ नि हिर्काउँदाखेरि कतिपय बाइबल विज्ञ अनुसार चाहिँ के छ भनेदेखि पहिले निगालोले पिट्यो। निगालो भनेको कस्तो हुन्छ नि, जति पिट्दाखेरि नभाँचिने लट्ठी, एकदम बलियो लट्ठी, बेतको लट्ठी हुन्छ निगालो। यस्तो ड्याङ ड्याङ पिट्ने, लट्ठी नभाँचिने। त्यो रातभरि पिटेको शरीर, दाढी तानेको, थुकेको, अनि त्यसपछि आँखा बन्द गरेर लु भनेर मुक्काले। अनि सेनामा भएको बलियो जवानहरू कस्तो हुन्छ, त्यो पनि रोमी साम्राज्यको। अनि रोमी अझ बुझ्दाखेरि रोमी साम्राज्यको अथवा रोमीहरूको त्यति बेलाको रोमी सिपाहीहरू कस्तो हुन्थ्यो अरे भनेदेखि एकचोटि बङ्ग चाहिँ मुक्का हानेपछि जहाँ हान्यो त्यहाँबाट छाला प्वाट्ट फुटेर भुर्र रगत आयो भने खुसी हुने रे क्या। रगत नआएसम्म चाहिँ उनीहरूलाई खुसी नलाग्ने रे। उनीहरूको बानी त्यस्तो हुन्थ्यो अरे क्या, सेनामा भर्ती हुनेहरूको। बुझ्दै हुनुहुन्छ? र फेरि जस्ता तस्तै मामुली शरीर भएको मान्छे त सेनामा अहिले पनि भर्ती लिन्न, पहिले पनि लिन्न थियो। अहिले त सबै कुरा नापतोल गरेर कति हाइट, छाती कति, के स्वास्थ्य सबै चेक गरेर मात्रै भर्ती लिन्छ। भने चाहिँ रोमी शासनको बेला रोमी साम्राज्यमा भर्ती भएका ती सेनाका जवानहरूले रातभरि बङ कुटेर बुटले हुर्काएर, बुझ्दै हुनुहुन्छ? अनि फेरि बायोलोजिकल्ली फेरि प्रभु येशू ख्रीष्ट शरीरमा कमजोर हुनुहुन्थ्यो अरे। बुझ्दै हुनुहुन्छ? एकदम बडी बिल्डर टाइपको होइन उहाँ एकदम हामी जस्तो एकदम लुरे लाम्रे टाइपको, एकदम नै मामुली शरीर भएको शरीर। किनभने त्यस्तो शरीर भएकोलाई यता पक्कै पनि एक मुक्का हान्दा उतातिर पुग्थ्यो होला, एक बुट हान्दाखेरि उतातिर लत्रिन्थ्यो होला। त्यसमाथि आँखा बन्द गरेर कसले चाहिँ तिमीलाई हिर्काए, लु त अगमवक्ता बने होइन, अगमबानी गर कि गर भनेर कुट्ने। अनि दाढी पाल्नु भएको थियो, दाढी तानेर हल्लाउने अनि थुक्ने। रातभरि त्यसरी कुटेर पुरा शरीर त कुटेपछि कस्तो हुन्छ, नील डाम हुन्छ होइन, पुरा सुन्नेर ज्यामच्युम आँखा साँखा पुरा नदेख्ने किसिमको बुम्म फुलेको शरीर। अनि त्यस्तो शरीरलाई लिएर चाहिँ पिलातुसकोमा लिएर गएको। अनि पिलातुसले त्यो शरीर देखेर, त्यो शरीर र त्यो पीडा देखेर, ए बाबा माफ गरिदेन हौ, माफ गरिदे। अनि निस्तार चाडमा एउटा तिमीहरूको परम्परा छ नि, पिलातस यद्यपि क्रिस्चियन थिएन क्या, अहिलेको भन्नुपर्दा न्यायाधीश, अहिलेको भन्नुपर्दा प्रधान न्यायाधीश। अनि प्रधान न्यायाधीशमा एउटा अधिकार थियो कि एउटा कुनै पनि चाडपर्वमा एउटा अपराधीलाई छुट दिने, एउटा छोड्न मिल्ने खालको नियम थियो। ल यस्तो मेरो अधिकार छ, तिमीहरूले चाह्यो भने म येशूलाई क्षमा गरिदिन्छु, म कानुनबाट मुक्त गरिदिन्छु भन्दाखेरि होइन, यसलाई त मार्नै पर्छ, यसको बदला त बरु बरब्बालाई छोड्दे भने। बरब्बा भनेको को थियो भनेदेखि फेरि बरब्बा भनेको त एक नम्बरको डाकु, बदमास, फटा, भ्रष्टाचारी, कुविचारी, हत्यारा थियो बरब्बा। तर त्यसलाई छोडिदेऊ, येशूलाई चाहिँ मार अरे। ल त्यसपछि पनि पिलातुसले फेरि नि होइन मार्ने होइन, बरु कोर्राले हिर्का, लैजा कोर्राले हिर्का। अनि कोर्राले हिर्का भनेको कोर्रा पनि कस्तो छान्यो प्रभु येशूको लागि, कोर्रा पनि मामुली अरूको जस्तो कोर्रा नै, यस्तो डेन्जर कोर्रा कि कोर्रा पनि प्रकार प्रकारको हुन्छ नि। त्यो चाहिँ नि त्यो छालामा यस्तो झुन्डेको छालामा, त्यो छालाको छेउछेउमा त्यो छालाको रस्सी जस्तो छेउछेउमा चाहिँ यस्तो खालको चाहिँ नि बल्छी जस्तो चाहिँ नि त्यो फलामको हुकहरू ज्वाप पिट्नुभन्दा स्वाट तान्दाखेरि मासुको चौटा ब्ल्याक आउने खालको, त्यस्तो खालको कोर्राको 39। यस्तो गर्दाखेरि बाइबल विज्ञहरूको भनाइअनुसार के छ भनेदेखि प्रभु येशू ख्रीष्टलाई क्रुसमा झुन्ड्याउने बेला दोहोऱ्याउँदै लाँदाखेरि त्यो हड्डी, यो छालाहरू च्यातेर यो करङबाट आन्द्र भुँडी देखिन्थ्यो अरे। बुझ्दै हुनुहुन्छ? आन्द्र भुँडी देखिन्थ्यो। अहिले पो यहाँ पो कोर्राले हिर्कायो, निगालेर पिट्यो, यति मात्रै व्याख्या छ। तर रिसर्च गर्दाखेरि त्यतिसम्म दर्द थियो। त्यही भएर उहाँले आफ्नो क्रुस आफै बोक्न सक्नु भएको थिएन। अनि फेरि इजरायलको घाम, तपाईँलाई थाहा छ
12-1 बजेको घाम 45-50 डिग्रीको तापक्रम हुन्छ। अनि याद गर्नुहोस् 45-50 डिग्रीको तापक्रममा खाली खुट्टा, त्यो पनि चाहिँ नि के भन्छ अरे त्यो ढुङ्गाको बाटोमा, एकदम नै काँडा काँडा भएको बाटोमा, अनि शरीर रातभरि कुटेर छाला त्यसरी च्यातिएको अवस्थामा सुन्नेको अवस्था कसो हुन्छ? अब यो त राजा बन्थ्यो, यसको पोसाकमा हामी चिट्टा हालौँ। पहिले त अलिअलि पुरा पिटेर सबै शरीर छिया अलि मात्रै नग्नता, अलिकति कपडा च्याटक चुटुक भएको नग्नता मात्रै छोपेको अवस्था थियो। तर त्यसपछि एउटाले भन्यो यो चिट्टा हालौँ, कपडा स्वाट चाहिँ झुन्डेको अवस्थाबाट सबै कपडा तानिदियो। ओहो त अगमवक्ता रे, त ठुलो मान्छे, पावर देखा भाइ, लु पावर देखा, तैले सक्छ भने यो क्रुसबाट ओर्लेर शक्ति देखा भनेर फेरि जिस्काउँछ फेरि मान्छे। त्यसपछि प्रभुले बोलेको त्यो शब्दले मलाई अहिलेसम्म मेरो हृदयमा छाप छोडेको छ। परमेश्वर बाबा यिनीहरूलाई माफ गरिदिनुहोस्, यिनीहरूले के भन्दैछन् यिनीहरू जान्दैन। उल्टो झन् मुखबाट गालीको सट्टा के आयो? तिनीहरूको लागि क्षमा दिने मात्र होइन, परमेश्वरसित पनि क्षमा माग्दिनु भयो। किनभने भरे परमेश्वर पिताको मन भाँचिएर पुरा ती मानिस जातिलाई नाश गरिदेला भनेर प्रभु येशूले क्षमा माग्दिनु भयो। कति उपकार छ उहाँको, त्यसरी आएको मुक्ति र उद्धार हो, सित्तैमा आएको। तब त येशूमा विश्वास मात्रै गरेपछि हामीले मुक्ति फ्रीमा पाउँछौँ, उद्धार फ्रीमा पाउँछौँ। हामी कुनै तपोवनमा जानु पर्दैन, कुनै तपस्या गर्नु पर्दैन, कुनै तीर्थ धाउनु पर्दैन मुक्ति पाउनलाई, उद्धार पाउनलाई। सिधै प्रभु येशूलाई प्रभु मुक्तिदाता भनेर उहाँको महान बलिदानलाई स्वीकार गरेर अनि हामीले चाहिँ ग्रहण गर्यो भने हामीले मुक्ति उद्धार पाउँछौँ। त्यही भएर मेरो शरीरबाट कसैले खाएन, रगतबाट कसैले पिएन भने म साँच्चै भन्दैछु तिनीहरूले स्वर्गको राज्यमा प्रवेश पाउने छैन भन्नुको तात्पर्य चाहिँ मैले गरेको यस्तो दर्दनाक बलिदानको जसले मूल्याङ्कन गर्दैन, सम्झना गर्दैन, भ्यालु बुझ्दैन, अनि त्यस्ताहरूले कसरी मुक्ति पाउँछ, त्यस्ताहरूले कसरी उद्धार पाउँछ, त्यस्ताहरू कसरी स्वर्गमा जान्छन् भन्न खोजेको मेरो प्रियहरू। प्रभु भोजको त्यति गम्भीर अर्थ छ। सानो रोटीको टुक्रा र सानो रस नसोच्नुहोस्, यसमा भयङ्कर अर्थ छ। त्यही भएर बप्तिस्मामा सहभागी हुनुहोस् अनि प्रभुको शरीर र रगतमा सहभागी हुन सिक्नुहोस् र उहाँको उपकारलाई कहिले पनि नबिर्सिनु। त्यो त मुक्ति उद्धारको कुरा भयो। अनि त्यसपछि माई गुडनेस, उहाँ सधैँ लाजको लाज, शरमको शरममा पर्नु भएन मेरो प्रियहरू। 3 दिन 3 रात अन्धकारको चिहानमा उहाँले फ्री बस्नु भएको थिएन। यदि हामीले कोट्याएर प्रकाशको पुस्तकहरूतिर गयो भनेदेखि उहाँले चाहिँ मृत लोकमा गएर पनि सुसमाचार सुनाउनु भएको छ। पातालमा गएर उहाँले 3टै लोकमा गएर उहाँले सुसमाचारको सबै विधिहरू सबै सकाएर अनि उहाँ तेस्रो दिन आइतबारको दिनमा बौरी उठ्नुभयो, मृत्युलाई टाउकोमा टेकेर। यो संसारमा मृत्यु विजेता कोही छैन। यो संसारमा मृत्यु विजेता केवल येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। मरेकोबाट जिउँदो भएको होला, शक्तिशाली कामहरू गरे होला, विद्वानको कामहरू गरे होला, ठुल्ठुला राज्य बढाउने कामहरू गरे होला, तर मृत्युमाथि विजय भएर मरेकोबाट जिउँदो हुने त्यो शक्ति र अधिकार येशूको नाउँमा येशूसँग मात्रै छ। आमेन। त्यही भएर उहाँ चाहिँ मृत्यु विजेता पनि हुनुहुन्छ। अनि जसले मृत्युलाई जित्छ नि त्यस्तो व्यक्तिले मात्र के दिन सक्छ मेरो प्रियहरू? अनन्त जीवन दिन सक्छ, मुक्ति दिन सक्छ। त्यसैले उहाँलाई मुक्तिदाता, उद्धारकर्ता, शान्तिदाता, जीवनदाता भनेर हामी आराधना गर्छौँ, उहाँलाई महिमा दिन्छौँ। अनि त्यो शक्तिशाली नाम येशू नाम हो। त्यसपछि फिलिप्पी 2 अध्यायको 5 देखि 11 पद अनुसार उहाँ यति मृत्यु समय होचिनुभयो, नम्र हुनुभयो, उहाँ शक्तिशाली हुनुभयो र पनि कहिले पनि जोगाइराख्ने धन जस्तो गर्नु भएन। उहाँ परमेश्वर स्वयं हुनुभयो र पनि मानिस सर भएर, अझै मानिस भन्नु भने तल्लो लेभलमा गएर उहाँले अनि मृत्युवरण गरेर मुक्ति र उद्धार मानव जातिको बिचमा ल्याउनु भयो। अनि त्यसपछि परमेश्वर पिताले त्यो उच्च नाउँ दिनुभयो जो हरेक नाउँभन्दा महान र उच्च। अनि त्यो उच्च नाउँ येशू नाउँमा सबैले घुँडा टेक्नेछन्, सबै ओठ र जिब्रोले स्वीकार गर्नेछन्, प्रभु र मुक्तिदाता भनिकन उहाँलाई स्वीकार गर्नेछन्, ग्रहण गर्नेछन् भनेर वचनले भन्दछ। आमेन। तब अब सुन्नुहोस् यहाँ
उपकार। अब त्यो उच्च नाउँ दिनुभयो, त्यो शक्तिशाली नाउँ दिनुभयो। बुझ्नुभयो? फिलिपी 2 अध्यायको 5 देखि 11 सम्म। त्यसपछि मत्ती 28 अध्यायको 18, 19, 20 पदमा फेरि के लेख्छ कि परमेश्वरले सारा स्वर्गको पृथ्वीको सारा अधिकार मलाई दिएको छ। अब जाऊ, चेला बनाऊ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ। मैले जे गरे तिमीहरूले पनि गर। हेर म जगतको अन्तसम्म तिमीहरूको साथमा छु। भनेको मतलब सबै ताला चाबी, स्वर्गको अधिकारको ताला चाबी, पृथ्वीको अधिकारको ताला चाबी, सबै अधिकारको, पातालको सबै अधिकारको ताला चाबी कसको हातमा? येशूको हातमा। अनि त्यसपछि येशूले कसको हातमा दिनुभयो? फेरि उहाँलाई ग्रहण गर्ने, उहाँको सन्तान, उहाँलाई विश्वास गर्ने विश्वासीहरूको हातमा ताला चाबी दिनुभयो। अनि भन्नुभयो मैले जे गरे तिमीहरूले गर। मेरो नाउँमा तिमीहरूले अब बिरामीहरूलाई निको पा। मेरो नाउँमा तिमीहरूले भूतात्मा प्रेतात्माहरूलाई भगा। मेरो नाउँमा तिमीहरूले आश्चर्य कामहरू गर। मेरो नाउँमा तिमीले राज्यको सुसन्देशहरू सुनाऊ। मेरो नाउँमा गर। हेर म जगतको अन्तसम्म तिमीहरूको साथमा छु। आमेन। यो उपकारलाई हामी बिर्स्यौँ। पहिले तपाईँ कस्तो मामुली व्यक्ति हुनुहुन्थ्यो? म प्रभु येशूमा नहुँदा म कस्तो थिएँ, अहिले म कस्तो भएको छु, एकचोटि मूल्याङ्कन गर्नुहोस्। अनि बल्ल चाहिँ वाउ, उहाँले त मलाई त यति ठुलो उपकार पो गर्नुभएको रहेछ त भन्ने किसिमले हामीले बुझ्न सक्छौँ। मेरो प्रियहरू, म त जहिले पनि आफ्नो जीवनबाट तपाईँहरूलाई उत्साह दिन खोजेको, साँच्चै नै प्रभु बिना हामी आत्मिक सास, व्यावहारिक जीवनका एक पाइला पनि हामी राम्रोसँग जिउन सक्दैनौँ। आत्मिक जीवन त जिउन सक्दैनौँ नै, तर व्यावहारिक जीवन पनि उहाँको साथ र उहाँको आशीर्वाद बिना के पनि गर्न सक्दैनौँ। एकचोटि एकदमै तपाईँले पारख गरेर उहाँको उपकारलाई सम्झेर विचार गर्नुहोस्। जति पनि असम्भवभन्दा असम्भव काम प्रभुमा सम्भव हुन्छ। असम्भवभन्दा असम्भव कुरा परमेश्वरले तपाईँलाई सम्भव बनाएर छोडिदिनुहुन्छ। अनि आफ्ना सानातिना सबै भुल गल्तीहरू उहाँले क्षमा गर्छ। उहाँले तिमीहरूलाई यस्तो मजाले लेखेको छ, म यो पदबाट तिमी तेरा सबै अधर्म क्षमा गर्नुभयो अरे, तिम्रा सबै रोगहरू निको पारिदिनु भयो, तिम्रो जीवनको सर्वनाशबाट तिमीलाई जीवनको सर्वनाशबाट तिमीलाई मुक्त गर्नुभयो। उहाँले गरेको यति धेरै उपकारहरूलाई कहिले पनि नबिर्सी सम्झिराख है, धन्यवाद दिइराख। तपाईँ प्रभुमा हुनुभन्दा पहिले जड्या थियो कि, फटा थियो कि, व्यभिचारी थियो कि, भ्रष्टाचारी थियो कि, कुविचारी थियो कि, तपाईँ कस्ता थियो डजन्ट म्याटर। तर जुन दिन तपाईँले प्रभु येशूलाई ग्रहण गर्नुभयो, विश्वास गर्नुभयो, स्वीकार गर्नुभयो, त्यही दिन तपाईँको सबै पाप अधर्म प्रभु येशूले क्षमा गरिदिनु भयो। उहाँको रगतले धोइदिनु भयो, पखालिदिनु भयो, तपाईँलाई माफ गरिदिनु भयो। अनि सबै रोगहरूबाट तपाईँलाई मुक्त गरिदिनु भयो, निको पार्नुभयो। रोग भनेको 2-3 थरीको रोग छ प्रियहरू। एउटा मानसिक रोग, एउटा शारीरिक रोग, अर्को आत्मिक रोग। हामी रोग भन्न साथ केमा विचार गर्छौँ? अहिले चाहिँ चर्चले धेरै जसो कस्तो चङ्गाइलाई बढी जोड दिइरहेछ भने शरीरको रोगलाई। म चाहिँ अलिकति शरीरको रोगलाई मात्रै होइन, शरीरको रोग त निको पार्नुहुन्छ नै, तर शरीरको रोगभन्दा पनि डरलाग्दो रोग दुईवटा अर्को रोगहरू छन्, मानसिक रोग, आत्मिक रोग। तपाईँको यो शरीरको रोग जति नै तपाईँले निको पार्नुहोस्, बाबु नानीहरू, जति नै निको पार्नुहोस्, एक दिन यो शरीरले बिदा लिनै पर्छ यो संसारबाट। तपाईँले जति नै चङ्गाए, तपाईँ फोक्सो बिग्रेको छ, फोक्सो निको होस्। मुटुको रोग, क्यान्सर रोग, जे रोग छ तपाईँको निको होस्। तर यो संसारबाट त यो माटोले बनेको शरीर माटोमा मिल्नुपर्छ नि त। शरीर त यही छोडिने हो जति रोग निको पाए पनि। तर हामी भौतिक रोगलाई जोड दिन्छौँ, आत्मिक रोगलाई खोइ, मानसिक रोगलाई खोइ। अनि आत्मिक रोग र मानसिक रोग भनेको चाहिँ अनेकताको रोग, बुझ्दै हुनुहुन्छ? डाहा र ईर्ष्याको रोग, वैमनस्यताको रोग, नेगेटिभिटीको रोग, अर्काको भलाइमा जल्ने, अर्काको प्रगतिमा पीडा मान्ने, ती रोगहरू दिनेहरू छ। यदि तपाईँसँग त्यस्ता रोग छ भने कहाँ त्योबाट तपाईँ निको हुनु भएको छ? अधन्यवादी रोग, गुण नमान्ने रोग हो यो। अनि आत्मिक रोग भने के? आत्मिक रोग भनेको तपाईँको जीवनमा शान्ति छैन, तपाईँ काम गर्दैछ, जीवन अशान्तिमा भुट जलिरहेछ, पीडामा जलिरहेछ, तपाईँको जीवन सन्तुष्ट छैन, तपाईँको जीवन आनन्दै छैन, तपाईँसँग सब थोक छ तर तपाईँलाई निन्द्रा लाग्दैन।
आत्मिक रोग, यस्ता रोगहरू। अनि त्यति मात्रै होइन, तपाईँलाई सानो फिस्टे भूतले पनि तपाईँलाई तर्साउन सक्छ। आत्मिक रोग, अन्धकारको शक्तिसँग तपाईँ डराउनुहुन्छ, तपाईँ इन्सेक्योर फिल गर्नुहुन्छ, तपाईँ जहिले पनि अशान्ति र अक्रान्त भएर जिउनुहुन्छ, तपाईँको आत्मामा कहिले पनि चैन छैन। आत्मिक रोग, सबै मानसिक रोग, आत्मिक रोग, शारीरिक रोग, सबै रोगलाई निको पार्ने शक्तिशाली नाउँ येशू नाउँ हो। आमेन। अनि त्यो नाउँलाई हामीले सधैँ धन्यवाद दिनुपर्छ अनि त्यो नाउँको उपकारलाई कहिले पनि हामीले बिर्सनुहुन्न। म फिलिपी 4 अध्यायको 5 र 6 पदलाई पढेर हामी गर्न चाहे। लेखिएको छ छिटो फिलिपीको 4 यहाँनिर लेखिएको छ फिलिपी 4 मा अनि 5 देखि म पढ्दैछु 8 सम्म। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु तिमीहरूकै नजिक हुनुहुन्छ। केही कुरामा चिन्तित नहो, तर सबै कुरामा धन्यवाद साथ अन्तर्विन्तीमा तिमीहरूको माग जाहेर होस्। औ परमेश्वरको शान्तिले जो सारा समाजलाई मात गर्छ, तिमीहरूको हृदय तिमीहरूको विचारलाई येशूमा रक्षा गर्नेछन्। अन्त्यमा मेरो भाइ हो, जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा नै केही सद्गुण र केही प्रशंसा छ भने हौ त्यस्तै कुरामा निरन्तर लागिरह, विचार गरिरह। यही हो नि त, हामी के लागिरहेछौँ सच्चा र पक्का कुरामा। हरेक कुरामा हामी धन्यवाद दिन्छौँ, हरेक कुराहरूमा परमेश्वरको उपकारलाई सम्झिन्छौँ, परमेश्वरको गुणलाई सद्गुणलाई हामी व्याख्या गर्छौँ। यु क्यान से द्याट wherever you go, whatever you do, you have to say glory to God, thank you Jesus। के भन्न सक्नुहुन्छ? If you not, यदि तपाईँले सक्नुहुन्न, if you not, then you are not children of God। परमेश्वरको छोराछोरी कसरी हुन्छौ? तिमीले भन्न सक्छौ कहिले यसरी, आई एम अ क्रिस्चियन। मैले एकजनाको इन्डाइरेक्टली भने, एकदम सङ्गीतमा गीत गानमा एकदम माथिल्लो पोजिसनमा पुग्यो कि वरिष्ठ भएर स्टेजमा पुगेर त के भन्छ, कहिले पनि प्रभुको साक्षी दिँदैन है, कहिले दिएन त्यो साथीले, कहिले पनि। अनि त्यो साथी अहिले कुन कुनामा हरायो। तर परमेश्वरको निम्ति नै परमेश्वरको साक्षी दिन सिक्नु पर्यो क्या। जब तपाईँ धनमा धनी भयो भने तपाईँले भन्नु, परमेश्वरको अनुग्रहले म करोडपति भएँ, प्रभु धन्यवाद मेरो प्रभु। म रोडमा थिएँ पहिले, म गरिब एउटा फाटेको चप्पल र एउटा फाटेको अनि कपडा लाएर आएको मान्छेलाई तपाईँले मलाई गाडी बङ्गलो प्रपर्टी सब दिनुभयो प्रभु, धन्यवाद मेरो प्रभु। धनी हुँदा धन्यवाद दिनुहोस्, उपकारलाई गर्नुहोस्। अनि तपाईँ एकदम नै पढ्न नपाउने बिल्कुल चाहिँ नि त्यो प्रकारले बिल्कुल बिचारा तरिकाले तपाईँ हुर्केको छ, अहिले तपाईँ एकदम पिएचडी होल्डर हुनु भएर एकदम स्कलर भएर ज्ञान गुणमा धेरै बढ्नु भएको छ भने म यो नाम इज्जत र पदवी मेरो प्रभुको कारणले मैले पाएको, धन्यवाद प्रभु। उहाँको उपकारलाई यसरी गुणगान गर्नुहोस्। अनि तपाईँ कुना गाउँ दुर्गमबाट कुनै युरोप अमेरिका र कुनै राम्रो ठाउँमा सेटल हुनु भएको छ भने प्रभु धन्यवाद, म यस्तो ठाउँमा थिएँ, अहिले मलाई तपाईँले यति राम्रो आशिषित ठाउँमा राख्नु भएको छ, धन्यवाद भन्नुहोस्। मैले चाहिँ अमेरिकामा जाँदा एउटा ग्रुपमा एउटा परिवार सुन्नु एउटा परिवारमा मैले शिक्षा दिँदै थिएँ, 4-5 जना परिवारहरू पनि आए अनि मान्छे चाहिँ 10-15-20 जना जति भएको थियो। अनि बच्चाहरू चाहिँ यस्तो यस्तो गर्दै नेपाली बच्चाहरू है, नेपाली बच्चाहरू। अनि नेपाली बच्चाहरू त्यसरी बोल्ने ढङ्ग छैन, कुनै आदर छैन, के छैन। 10-12 वर्ष अगाडि सानो बच्चालाई डोर्याएर लगेर छन्। उनीहरू कुन छन् भनेदेखि यो भन्दै गर्दा कतिलाई चोट लाग्न सक्छ भने म सोसियल मिडियाबाट यो सत्यता भन्नै पर्ने हुन्छ, चोट लागेर चाहिँ सुध्रिन्छ भने ठिकै छ। उहाँहरू चाहिँ नि शरणार्थी ब्याकग्राउन्डबाट जानुभएको थियो अमेरिकामा, भुटनी शरणार्थी ब्याकग्राउन्डबाट। अनि मलाई थाहा छ त्यहाँनिर चाहिँ बेलडाँडीतिर माथि पूर्वतिर चाहिँ नि म चाहिँ नि त्यहाँ शरणार्थीको उसमा चाहिँ क्याम्पमा गएको छु, सेवकाईमा। त्यति बेला चाहिँ टिनका घरहरू, टिनले छापेको अनि वरिपरि बाँसले बारेको, अनि त्यसपछि ढोका पनि त्यस्तै खालको पर्दाहरू लगाएको, बडो सिम्पल। अनि सरकारले दिएका रासन खाएर जिउने त्यो शैलीका मान्छेहरू होइन। तर अचानक एउटा प्रोग्राम आयो, परमेश्वरको अनुग्रहमा ठ्याक्कै सबै ठाउँमा सेटल भए। अनि ती बच्चाहरूलाई राम्रो कपडा राम्रो लाउने थिएन पहिले, तर त्यहाँ गयो भयङ्कर चुकिला भए, धनी भए, सभ्य भए, राम्रो भयो, आशिष भयो। तर अहिले सङ्गति जाँदैन, अहिले प्रभुलाई धन्यवाद दिँदैन, अहिले यसो गरेर मुख बढाएर हिँड्छ। खै त उपकार
सम्झेको, उपकार सम्झिन पर्छ। म पहिले कस्तो थिएँ, अहिले म कस्तो भएँ सम्झ्यो भनेर भन्दाखेरि मसँग चाहिँ रिसाएर कतिजना राम्रोसँग नबोलेर गयो। ठिकै छ बाबा, भन्नु त मैले पऱ्यो त। मैले भने म यहाँ कसैलाई खुसी पार्न आएकै होइन, परमेश्वरको वचन जस्ताको तस्तै सुनाउन आएको। त्यही भएर प्राय चाहिँ विदेशहरूमा प्राय जाँदा मलाई एकचोटि बोलाएपछि दोस्रो चोटि बोलाउँदैन नि प्राय चर्चले। किनभने खुसी पार्ने काम त मेरो होइन, जे छ ड्याङ्गै भन्ने हो, अर्कोचोटि बोलाउँदैन। ठिकै छ बाबा, नबोलाऊ, वाट एभर द प्रब्लम, तर मैले परमेश्वरको सत्य वचनलाई घोषणा गर्नै पर्छ है, गर्नै पर्छ। अनि अझै मैले नानी बाबुहरू, तपाईँ पहिले कस्तो हुनुहुन्थ्यो, एउटा सानो कुराको लागि यति तडपिएको थियो होइन, अहिले यति राम्रो देशमा यस्तो राम्रो सभ्य ठाउँमा प्रभुले ल्याउनु भएको होइन। हामी है सरकारले ल्याएको यस्तो परमेश्वरको अनुग्रह नभएको भए आउँथ्यो, अझै पनि तिमीहरू जस्ता अझै पनि थियो त, क्याम्पमा छ त, उनीहरूलाई किन भाग पाएन त? जोक नगर भनेर भन्दाखेरि रिसाउन ठिक छ, तर उपकार त सम्झिनु पर्यो। यो त एउटा सानो मोडलको कुरा। अब त्यो त उतातिरको कुरा भयो। हामी कञ्चनपुरमा बस्नेहरू, म त अझै भन्दा पुनर्वासीहरू, अथवा हामी झारलङतिरकाहरू, अथवा हामी के अरे अन्य चाहिँ रोल्पा रुकुमतिरकाहरू, अन्य जिल्लाकाहरू, सबैहरू हाम्रो, मैले भनेको म यहाँ जिल्ला र जात र यो वर्गलाई मैले तोकेको छुइनँ के। तपाईँ कुन ब्याकग्राउन्डमा कति तल्लो लेभलबाट प्रभुले कसरी माथि ल्याउनु भयो, त्यो उपकारलाई त कमसेकम सम्झी। योले गर्दाखेरि कहिले कहिले भित्रबाट आगो बल्छ उपकार बिर्सिनेहरूलाई देखेर। अनि यस्ताहरू माथि पुगेपछि सबैलाई फेरि बिगारिदिने फेरि, किनभने जस्तो गुरु उस्तो चेला निस्किन्छ। बुझ्दै हुनुहुन्छ? तपाईँ गुरु भएर अधन्यवादी भयो भने तपाईँको चेला पनि सबै अधन्यवादी, गुण नमान्ने, स्वार्थी, बैगुनी हुन्छ। अनि प्रभुले यही चाहनु भएको छ, उहाँको उपकारलाई नबिर्सी, उहाँको गुणलाई नबिर्सी। मैले जहिले पनि भन्ने गरेको छु कि तिमी कुन माटो र कुन ब्याकग्राउन्डको छ त्यो चाहिँ नबिर्सी है। यसुलाई सधैँ ढुकढुकीमा लिएर जाऊ, मुटुको कन्दरा कुनामा लिएर जाऊ, जहाँ जान्छौ। अनि जति आशिष भयो त्यति धन्यवाद देऊ, किनभने फलेको हाँगो झुक्छ र झुक्ने हाँगोलाई किसानले स्याहार गर्छन्, अनि किसानले टेकुवा लगाइदिन्छन्, वरिपरि बार लगाइदिन्छन्। हाम्रो परमेश्वर किसान हुनुहुन्छ, अनि प्रभु येशू दागको बोट हुनुहुन्छ, अनि हामी हाँगाहरू हौँ। हामी हाँगाहरूमा फल लाग्यो भने अनि परमेश्वर स्वयं किसान बनेर हाम्रो प्रोटेक्सनमा बार, स्वर्गदूतको बार हुन्छ। तपाईँ धनमा धनी हुन्छ बाबु, तपाईँ शिक्षामा अब्बल हुन्छ, तपाईँ मान इज्जतमा पनि तपाईँ माथिल्लो लेभलमा हुन्छ, तपाईँको स्वास्थ्य पनि राम्रो हुन्छ। नत्र के हुन्छ? धन छ, स्वास्थ्य छैन, क्या हार्ने त पैसा? ब्याङ्कमा 4-5 करोड छ, खानु मिल्दैन, क्या हार्ने? खाना उब्लेको खानुपर्छ, क्या हार्ने त्यो पैसा? सुत्न मिल्दैन, बेड त 2-3 लाखको छ, बेडमा सुत्न मिल्दैन, सुकुलमा सुत्नुपर्छ, क्या हार्ने त्यो? क्या हार्ने त्यो सम्पत्ति? परमेश्वरको आशिष त सबै कुरा प्याकेजमा आउँछ। मैले भने नि त, धन, मान, स्वास्थ्य, जीवन प्याकेजमा आउँछ। धन मात्रै दिनुहुन्न परमेश्वरको आशिष, धनको साथमा स्वास्थ्य पनि दिनुहुन्छ। धन र स्वास्थ्य मात्रै दिनुहुन्न, फेरि मान इज्जत पनि दिनुहुन्छ। परमेश्वरको आशिष त त्यस्तो हुन्छ। तपाईँको धन छ, मान छैन, अर्काले पिछ्यौँ पछाडि कुरा काटेर यो बुढो, यो बुढी, यो मान्छे घमण्डी, यो मर्दै हुन्थ्यो, सराप्दैछ तपाईँलाई। के आशिष त्यो? के आशिष? धन छ, पछाडि पनि मान इज्जत पनि छ। 10 जना बाटोमा देख्दाखेरि ओहो भनेर अदबसँग सम्मानको मान इज्जत साथ नमस्कार गर्छन्। त्यो हुनु पर्यो नि त। परमेश्वरको आशिष छ, त्यो हुन्छ। मान हुन्छ, धन हुन्छ, जीवन पनि हुन्छ। तर धेरै सबै थोकको पछाडि कुद्ने, परमेश्वरलाई बाई बाई गर्ने त्यस्तो मान्छे चाहिँ पैसा भलै हात होला, सम्पत्ति हात होला, मर्ने भने गिरिक गिरिक गरेर मेरो सम्पत्ति भनेर मर्छन्। क्या हार्ने त्यो? हामी बोके लिएर जान्छौँ? जान्नौँ। यदि जान्नौँ भने त्यो जान्दा जान्दै अनि हामी किन परमेश्वरको यो सत्यतालाई बिर्सिन्छौँ, उहाँको उपकारलाई हामी गन्दैनौँ? मेरो प्रियहरू, परमेश्वरको वचन 2 धारे तरवार हो। वचन सुन्ने र सुनाउने दुवैको निम्ति हो, मेरो निम्ति पनि हो, तपाईँको निम्ति पनि हो। चाहे खाऊ, जेसुकै गर, परमेश्वरको महिमाको निम्ति गरौँ, उहाँको उपकारलाई सधैँ सम्झिरहौँ।
यही सन्देश परमेश्वरले आज तपाईँहरूको बिचमा राख्नु भएको छ। मानसिक रूपमा, आत्मिक रूपमा, शारीरिक रूपमा उहाँले गर्नुभएको गुण, उहाँले गर्नुभएका उपकारहरू सबैलाई सम्झेर सधैँ प्रभुलाई महिमा दिउँ र परमेश्वरलाई मात्र होइन, हामीलाई सम्बन्धित कुनै छेउठाउँको कुनै साथी सङ्गीले, छरछिमेकीले, अरूले कसैले पनि हामीलाई भलाइ गरेको छ, गुण गरेको छ भने पनि सम्झ्यौँ र धन्यवादी जीवन जिउँ। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर, म तपाईँलाई धन्यवाद र महिमा, आदर, इज्जत र सम्मान तपाईँलाई नै दिन्छौँ। तपाईँको प्रेमको लागि, तपाईँको अनुग्रहको लागि, तपाईँको निगाहको लागि, तपाईँको वचनको लागि हामी तपाईँको उपकारलाई बिर्सिने छैनौँ। आज सबै कुरा स्पष्ट भयो। हामी कस्ता थियौँ, के थियौँ, तपाईँले हामीलाई सबै कुराबाट प्रभु प्रशस्त आशिष दिनुभयो। हामी तपाईँको उपकारलाई सधैँ सम्झिनेछौँ। तपाईँले गर्नुभएको भलाइ र तपाईँले दिनुभएको महान बलिदानलाई सम्झिनेछौँ। हामी तपाईँको उपकार सम्झेर तपाईँलाई नै महिमा र धन्यवाद दिनेछौँ। र हाम्रो निम्ति तपाईँले जुटाउनुभएका यी प्रिय मानिसहरू, यी सबै सङ्गी साथी इष्टमित्रहरूको जसले हाम्रो लागि गुण गरे, भलाइ गरे, उहाँहरूको लागि पनि धन्यवाद। उहाँहरूले गरेका सबै उपकारलाई पनि सधैँ सम्झिनेछौँ। ओ प्रभु धन्यवाद, किनभने हामी जे रोप्छौँ त्यसैको कटनी गर्छौँ। हामी जे आफ्नो जीवनमा लगानी गर्छौँ हामीले त्यसैको प्रतिफल भावी दिनमा हामीले त्यसलाई कटनी गर्नेछौँ। प्रभु धन्यवाद, हामी तपाईँको महान आशिषहरूको लागि, भलाइको लागि। हे मेरो आत्मा, मेरो प्राण, हे मेरो आत्मा, मेरो प्राण, उहाँको उपकारहरू सबैलाई नबिर्सी उहाँले तिम्रो जीवनलाई सर्वनाशबाट मुक्त गर्नुभएको छ। तेरा सबै अधर्म र पापहरू क्षमा गर्नुभएको छ। तेरा सबै रोग बिमार, मानसिक रोग, आत्मिक रोग, शारीरिक रोग सबै कुरा छुटकारा चङ्गाइ गर्नुभएको छ। उहाँले गरेको यति धेरै प्रशस्त उपकारहरूलाई कहिले नबिर्सिम, कहिले पनि नबिर्सी। मेरो प्राण, मेरो आत्मा, मेरो मण्डली म आह्वान गर्छु, प्रभु तपाईँले सबैलाई यो मन हालिदिनु भयो। सधैँभरि धन्यवाद र महिमाको जीवन, परमेश्वरलाई आदर र सम्मानको जीवन जिउनेछन्, परमेश्वरमा भरोसा गर्नेछन् र परमेश्वर तपाईँले नै सबैलाई धन, मान, इज्जत र जीवन स्वास्थ्य पनि त्यो आशिष प्याकेजमा दिनुहोस् भनेर प्रार्थना चढाउँछौँ। किनभने परमेश्वरको जनहरू यो कुरामा डिजर्भ गर्दछ, यो कुरामा डिजर्भ गर्दछ कि उनीहरूको जीवनमा धन सम्पत्तिको आशिष पनि हुनुपर्छ, उनीहरूको जीवनमा मान इज्जतको आशिष पनि हुनुपर्छ, उनीहरूको जीवनमा स्वास्थ्यको आशिष पनि हुनुपर्छ, जीवनको आशिष पनि हुनुपर्छ। किनभने तपाईँको सन्तानहरू हो, संसारको ज्योतिहरू हो। तपाईँ परमेश्वरको सन्तानहरू बिचारा भएर, रोगी भएर, निदाउरे भएर, ख्याउटे भएर अनि ऋणी भएर, रुपियाँ पैसामा गरिब भएर जिउनु तपाईँको नाम बदनाम हुन्छ। प्रभु तपाईँले धन, मान, इज्जत, सम्मानको साथ जीवन र स्वास्थ्यको आशिष पनि प्याकेजमा दिनुहोस् र तपाईँको उपकारलाई कहिले नबिर्सिने त्यो हृदयहरू पनि दिनुहोस् भनेर पनि प्रार्थना बिन्ती चढाउँछौँ। धन्यवाद। वचन पालन गरी तपाईँलाई महिमा दिने छोराछोरी स्थापित गर्नु, सारा महिमा प्रसन्नतालाई प्रार्थना सबै सुन्नुभयो, ग्रहण गर्नु। धन्यवाद येशू ख्रिस्टको नाउँमा, आमेन। मे गॉड ब्लेस यू। परमेश्वरले आशिष दियोस्। बाँकी